हेलो साथीहरू, हामी चाहिँ आज मेरो श्रीमानको कम्पनीको प्रोग्राम थियो अनि त्यो प्रोग्राममा गयौँ। अनि हामी पुग्दा चाहिँ अलमोस्ट सबै मान्छेहरू आइसक्नु भएको थियो। अनि हामी पुग्यौँ। त्यसपछि हामीले देख्न सक्नुहुन्छ बाहिरदेखि डेकोरेसन गरेर बेलुनहरू लगाएर सजाएको थियो गेटबाट जाँदाखेरि। त्यसपछि बलुन चाहिँ जुन छ उहाँहरूको कम्पनीको ड्रेसको कलर। त्यसपछि भित्र यसरी चेयरहरू राखेर कति राम्रो बनाउनु भएको रहेछ। अनि त्यहाँ चाहिँ सबैजना मान्छेहरू आएर गेमहरू खेल्ने, फेस पेन्टिङ, अनि बच्चाहरूको लागि खेल्ने ठाउँ अनि हरेक कुराहरू राखिदिएको रहेछ। मेरो श्रीमान चाहिँ नानीहरू हेर्दै हुनुहुन्छ ब्याग बोकेर। त्यस पछाडि नानीहरू खेल्न थाल्यो, म भिडियो बनाउँदैछु। त्यसपछि गेमहरू हुँदैछ, सबैजनालाई गेमहरू खेलाएर। त्यस पछाडि मान्छेहरू चाहिँ अझै आउँदै हुनुहुन्थ्यो। आधा मान्छेहरू आइसक्नु भएको थियो भने कोहीहरू अलि पछि आउँदै हुनुहुन्थ्यो। अनि यो चाहिँ दुबईमा भएको क्रिक पार्कमा थियो। अनि मैले चाहिँ दुईवटा फोटोहरू खिच्दै थिएँ। अनि मेरो सानो छोरी चाहिँ पापाको कम्पनीको गिफ्टको ब्याग बोकेर आउँदैछ, ल्याएर मलाई दिँदैछ। उनीहरू चाहिँ बाहिर हिँड्नु पायो, घुम्नु पायो भने चाहिँ एकदम धेरै खुसी हुन्छ। अनि एकछिन नबसिकन हिँडेको होइन, एक्लै हिँडेको हिँड्ने थियो। अनि मैले चाहिँ उसले ब्याग लिएर दिएपछि मैले भित्र के रहेछ भनेर हेरेको। त्यसमा चाहिँ थर्मस थियो। अनि त्यसपछि गर्मी थियो। अनि हामी आइसक्रिम खान गयौँ। आइसक्रिम खान गएको ठाउँमा कति धेरै लामो लाइन थियो। फाइनली हाम्रो पालो आएर हामीले आइसक्रिम लिएर गएर आइसक्रिम खायौँ, भेनिला चक्लेट फ्लेभरको। अनि मेरो छोरी र म भिडियो बनाउँदै आइसक्रिम खाँदै गऱ्यौँ। उसलाई चाहिँ चिसो खाने बित्तिकै खोकी लागिहाल्छ, तर उसलाई एकदम धेरै आइसक्रिम खानुपर्छ। नखाऊ भन्यो भने उसलाई गर्मी भइरहेको थियो अरे, गर्मी छ अलिकति खान्छु नि भनेर खाइहाल्यो। त्यसपछि हामी दुईजना आइसक्रिम खाँदै बस्यौँ, भिडियो बनाउँदै। आइसक्रिम खाँदै रमाइलो भइरहेको थियो। अनि हावा चलिरहेको थियो, गर्मी हल्का थियो। अनि हावाले गर्दाखेरि शीतल पनि भइरहेको थियो। त्यो माथि आइसक्रिम खायौँ, रमाइलो थियो। मर्सी चाहिँ खुसी हुँदैछ आइसक्रिम खानु पाएर। अनि त्यसपछि हामी खायौँ। अनि सानो छोरी चाहिँ उता खेल्दैछ। मर्सीले मेरो चाहिँ भिडियो आएन भनेर मैले भिडियो आइसक्रिम खानु पाएपछि नाच्दै आइसक्रिम खान्छ मर्सीले। फेस पेन्टिङ बनाएको पनि आँखामाथि बनाइदिएछ फेस पेन्टिङ पनि। फेरि उसलाई चाहिँ एकदम मन पर्यो अरे त्यो फेस पेन्टिङ बनाएको। उसले भन्दै थियो मलाई मैले पनि फेस पेन्टिङ बनाउन सक्ने भयो भने कस्तो राम्रो हुन्थ्यो होला है मामु भन्दै थियो मसँग। उसले नाच्दै खाँदै खुसी हुँदै बोल्दै आइसक्रिम खानु पाएपछि छुट्टै खुसी हुन्छ फेरि उसको। आइसक्रिम चाहिँ मलाई चाहिँ खासै मिठो चाहिँ लागेको थिएन। चक्लेट र भेनिला मिक्स गरेर लिएर आएको, तर अलि टेस्ट थिएन त्यसमा, अलि मिठो लागेन। मर्सीलाई चाहिँ खुब मन पर्दैछ। मेल्ट भयो भनेर पुरा गर्दै मेल्ट बनाउँदै खाँदैछ। जे कुरामा पनि खेलिदिन्छ उसले फेरि। अनि त्यसपछि मैले अलिअलि भिडियोहरू बनाउन थालेँ। भिडियो बनाएँ। वेदर चाहिँ एकदम राम्रो छ अहिलेको। फेरि चिसो त्यो माथि रुखको मुनि हावा सर चलिरहेको थियो, घाम पनि थियो तर हावा चलेको थियो। वेदर चाहिँ अहिलेको युएको वेदर चाहिँ एकदम राम्रो छ। त्यसपछि सानो छोरी चस्मा लाउनु पऱ्यो भनेर चस्मा लिएर गएर
उसकोमा अडिरहेको छैन, उसले हातले समात्दैछ। उसलाई जे पनि ट्राई गर्नु परिहाल्छ। गयो अब छर्छ अरे भनेर टाउको उठाउँदै हिँड्दैछ ऊ चाहिँ फेरि। चस्मासँगै खेल्दैछ। चस्मा लाउँदै खोल्दै। उसको आफ्नो चस्मा दियो भने लगाउँदैन फेरि, हाम्रै चस्मा लाउनुपर्छ उसलाई। अडेन अब पापाले मिलाइदिन्छु भन्दा हुँदैन। मलाई ल्याएर दिँदैछ अनि हामीले फोटो खिच्यौँ। त्यसपछि मेरो श्रीमान गेम खेल्दै हुनुहुन्छ। गेम चाहिँ खेल्न गएको तर गिफ्ट चाहिँ सकिसक्यो भनेर यतिकै भयो नि खेलिदिउँ भनेर खेल्नुभयो एकछिन। गिफ्ट चाहिँ तर कति चाँडो सकिसक्यो, त्यही भएर गेम चाहिँ खेल्नुभयो तर गिफ्ट चाहिँ पाएन। रमाइलो भइरहेको थियो। सबैजना आफ्नै तालमा, कोही खाने, कोही खेल्ने, कोही गेम खेल्ने भइरहेको थियो। सबै कुराहरू रमाइलो थियो, राम्रै थियो। प्रोग्राम अर्गनाइज गर्नुभएको थियो अनि यहाँनिर चाहिँ गिफ्टहरू पनि थियो अलिअलि। अनि गिफ्टहरू बाँड्दै हुनुहुन्छ। एउटा टिभी थियो एलजीको ठुलो, उता देख्दै हुनुहुन्छ होला साइडमा, त्यो एकजनाले पाउनुभयो। उहाँ चाहिँ खुसी हुनुभयो, अरू चाहिँ निराश हुनुभयो। पापा छोरीको फोटो सुट हुँदैछ यहाँनिर। अनि खाना खायौँ हामीले लास्टमा। मर्सीको मेरो चाहिँ फोटो नखिच्दिने भनेर उसको पनि फोटो खिच्यौँ खानासाना खाएर। अनि हामी घरतिर लाग्यौँ। धन्यवाद साथीहरू, आजको लागि यति नै। धन्यवाद, बाई बाई साथीहरू।